तथा नेकपाका सचेतक भूमेश्वर ढकालले पनि सो स्थानको निरीक्षण गर्ने क्रममा प्रदेश सरकारले विभिन्न ठाउँमा रहेका आफ्ना नागरिक र भारतीय नागरिकहरूलाई राम्रो व्यवस्था मिलाइएको बताउनुभयो। कसरी हामीले प्रदेशभित्र बाहिरबाट कसरी भारतबाट विभिन्न देशहरूबाट आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि हामीले विभिन्न ठाउँमा क्वारेन्टाइन बनाएर स्वास्थ्य उपचारलाई राख्ने उहाँहरूलाई चाहिँ खाने बस्ने सबै व्यवस्था पनि गरेका छौँ। भारत र नेपालको आपसी समझदारी अनुसार नेपालमा रहेको भारतीय नागरिकलाई नेपालले व्यवस्थापन गर्ने र भारतमा रहेका नेपालीलाई भारतको तर्फबाट व्यवस्थापन गर्ने सहमति अनुरूप लकडाउनलाई अझ व्यवस्थापन गरिएको हो। यसरी नै कोरोना समाधान गर्नका लागि सबै यता आउँछौ र आऊ आऊ छम्मा कालु छम्मा छम्मा छोरा छम्मा गर छम्मा 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 नमस्ते छोरा नमस्ते कालु नमस्ते 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 छोरा नमस्ते नगर्ने नमस्ते ओ छम्मा 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 नमस्ते खै नमस्ते नमस्ते नगर्ने नमस्ते छोरा नमस्ते